4 वर्षमा मैले सीए पढेर फर्किँदाखेरि जुन साथीहरू पहिले मलाई जिस्काउँथे, अरे यार नेपाल से आया है सीए कैसे करेगा भन्थे, त्यही साथीहरू पछि नेपाल की पढ़ाई माननी पड़ेगी यार, बंदा 58% लाया था बीकॉम में, लेकिन एक बार जब पास हुआ तो फेल होने का नाम ही नहीं लिया, 4 वर्ष निकल गया भने हैन। अब जिस्काउनु जुन गर्ने मान्छे हुन्छ त्यसले चुनौतीमा सम्भावना देख्छ, नालायकहरूले मात्रै अपर्च्युनिटिजमा पनि चुनौती देख्छ। त्यसकारणले तपाईहरुले सम्भावना देख्नु, सम्भावना छ। जहाँ 29 नम्बर दिएको थियो 52 नम्बर लेख्यो, पास भए, आई क्लियर्ड माई चार्टर्ड अकाउन्टेन्ट। 167 जना विद्यार्थीमा जम्मा हामी 12 जना पास भएको थियो। 12 जनामा सबभन्दा बढी नम्बर मेरै थियो, तर त्यो जम्मा 51% नम्बर थियो भाइ बहिनीहरु। मेरो प्रिन्सिपलले मलाई सोध्नुभयो, मनोज क्या करने आया है, सीए करने? मैंने कहा हाँ सर सीए करने आया हूँ। फिर सोध्नुभयो परसेंटेज बीकॉम में कितना था? बीकॉम में जम्मा 58% नंबर थियो मेरो। 58% लाके सीए करेगा, नहीं हो पाएगा भन्नुभयो। हुन सक्दैन त, कहाँ 58 ले त सीए गर्न सक्छस्? म दैलेखमा जन्मे। दैलेखमा जन्मिँदाखेरि हाम्रो स्कुलहरुमा 167 जना विद्यार्थी हुन्थ्यो। त्यो 167 जना विद्यार्थी थियो एसएलसी दिने बेलामा मसँगै। अनि टिचरहरु हुनुहुन्थेन, इभन त्यो साइन्स पढाउने, म्याथ र इंग्लिश पढाउने टिचरहरु चाहिँ आएर यताबाट तराईतिरबाट लिएर आउने चलन थियो। र त्यो पनि फेरि अर्को स्कुलले तानेर लिन्थ्यो, कहिले आफै छोडेर भाग्नुहुन्थ्यो। लगभग 10 क्लासमा अप्सनल म्याथको टिचर बिना मैले 6 महिना पनि पढेँ। त्यसरी चाहिँ हामीले धगाङ धुकुङ गरेर चाहिँ एक्जाम दियो, पास भयो। त्यो गर्दाखेरि पनि मेरो चाहिँ वास्तवमा अहिले धेरै मान्छेहरूले मसँग भन्छ म चार्टर्ड अकाउन्टेन्ट हो, आजको डेटमा नोबेल ब्याङ्कको डेपुटी सिइओको रूपमा काम गर्छु। तर म दैलेखमा त्यति बेलामा बिलोङ गर्दाखेरि के थियो त भन्दाखेरि पढाइको बेस यति कमजोर थियो र इंग्लिश भन्दा त यति कमजोर थियो कि हामी जनरली एस्सेहरू भनेपछि पढ्थ्यौँ। दशैं फेस्टिभल, माई ड्रिम इन लाइफ, माई एम इन लाइफ, यस्तै यस्तै पढ्ने, त्यो रट्ने अनि आउँछ भने लेख्ने गरेर पढ्ने गरेर पढ्थ्यौँ हामीले। बल्ल तल्ल 36 नम्बर एसएलसीमा मैले इंग्लिशमा ल्याएँ, मैले पास गरेँ, बल्ल तल्ल फेल भइन। र 167 जना विद्यार्थीमा जम्मा हामी 12 जना पास भएको थियो। 12 जनामा सबभन्दा बढी नम्बर मेरै थियो, तर त्यो जम्मा 51% नम्बर थियो भाइ बहिनीहरु। त्यो 51% नम्बर आज तपाईले हेर्नुभयो भने यहाँ भएको भाइ बहिनीहरुको सबै त्यो भन्दा बढी छ। तर कुरा के छ त भन्दा कन्फिडेन्सको लेभल चाहिँ कम थिएन। अनि पढ्ने बेलामा चाहिँ के कुरा हुन्थ्यो त भन्दाखेरि अब के पढ्ने त भन्दाखेरि साइन्स पढ्ने कि कमर्स पढ्ने कि म्यानेजमेन्ट पढ्ने भन्ने कुरा, यस्तो करियर काउन्सिलिङ हुने, करियरको बारेमा कुरा गर्ने कुरा हुन्थेन। राम्रो पढ्छ भनेपछि क्लासमा फर्स्ट सेकेन्ड भएपछि साइन्स पढ्ने, डाक्टर इन्जिनियर हुने, अब बाँकी लफडामा लाग्ने होइन। ठिकठाक पढ्छ भने चाहिँ त्यो म्यानेजमेन्ट पढ्ने, अनि लद्दु छ भने चाहिँ आर्ट्स पढ्ने भन्ने हुन्थ्यो। कतै कतै लको पढाइ हुन्थ्यो। त्यो बाहेक हामी गाउँतिर सुनेको त्यति मात्रै थियो। करियर अप्सन, कलेजको अप्सनहरू धेरै नै कम थियो। म काठमाडौँ आएँ झोला बोकेर, साइन्स पढ्न, डाक्टर बन्न आएको मान्छे। 3 महिना मैले त्रिचन्द्र कलेजमा पढेँ। 3 महिना त्रिचन्द्र कलेजमा पढिसकेपछि मेरो दाइ एकजना हुनुहुन्थ्यो, उहाँले भन्नुभयो यो काम छैन, छोड्दै, लिमिटेड कोटा छ, यो हुँदैन बाबु, बरु म्यानेजमेन्ट पढ, म्यानेजमेन्ट पढ्यो भने जागिर पाइन्छ। ल चल भाइ भनेर 3 महिना पढेको साइन्स त्यही छोडेर फेरि म चाहिँ म्यानेजमेन्ट पढ्न थालेँ। मलाई म्यानेजमेन्ट पढेर के हुन्छ भने त्यति बेलामा जानकारी थिएन, सिम्पली सजिलो छ भनेर पढ्न सुरु गरेको। पढ्न सुरु गरिसकेपछि पढ्न सुरु भयो, इन्टरमिडिएट भयो। अब इन्टरमिडिएट पछि के गर्ने त भन्दाखेरि ग्रेजुएसन गर्ने, चल बीकम भनेर शंकरदेवमा बीकम पढ्न थालियो। बीकम पढेर म गाउँ फर्केँ। गाउँ फर्केपछि गाउँमा फेरि दैलेख फर्केँ। टिचरको हाहाकार हुन्थ्यो। 1.5 वर्ष मैले माविको टिचर भएर पनि पढाएँ। अनि कता कता यो चार्टर्ड अकाउन्टेन्सी भन्ने कोर्स चाहिँ बहुत गाह्रो हुन्छ, पढ्न चाहिँ सकिँदैन, तर पढायो भने चाहिँ गजब हुन्छ भन्ने सुनि कहीँ। यति बेलामा नेपालमा इन्स्टिट्युट पनि थिएन। अनि मेरो बुवालाई मैले भनेपछि बुवाले भन्नुभयो खर्च त म जसोतसो पुर्याउँला, पढ्न सक्छस् त भन्नुभयो। मैले भने बुवा खर्च पठाउनुहुन्छ भने पढ्न चाहिँ म सक्छु, पढेर फर्किन्छु भनेर झोला बोकेर फेरि लखनऊ लागेँ म। त्यति बेलामा मेरो बेस एकदमै कमजोर थियो। भाइ बहिनीहरूले कतिपय भिडियोमा देख्नु पनि भएको होला। मेरो प्रिन्सिपलले मलाई सोध्नुभयो, मनोज क्या करने आया है, सीए करने? मैंने कहा हाँ सर सीए करने आया हूँ। फेरि सोध्नुभयो परसेंटेज बीकॉम में कितना था? बीकॉम में जम्मा 58% नंबर थियो मेरो। 58% लाके सीए करेगा, नहीं हो पाएगा भन्नुभयो। हुन सक्दैन त, कहाँ 58 ले त सीए गर्न सक्छस्? मैले भने सर म गर्छु। फेरि उहाँले भन्नुभयो कैसे बता सकता है कि तू कर सकता है भन्नुभयो। कसरी सक्छ तिमीले भन्दा मैले भने सर म अहिलेसम्म फेल भएको छैन। उहाँले भन्नुभयो बेटा सीए करने से पहले कोई फेल नहीं होता, यहाँ फेल होने के लिए आते हैं, तू तो होगा ही, हैन? तर त्यसलाई मैले त्यो चीजलाई मैले नेगेटिभ लिदिन। मैले भने सर म जोइन गर्छु, म पास गर्छु कन्फिडेन्सको साथ भने। अनि फेरि एउटा सोध्नुभयो जर्नल इन्ट्री। ल बता न त पासै हुन्छस् भनेपछि रामलाई 1000 रुपैयाँ दिएपछि इन्ट्री के गर्छस् भनेर सोध्नुभयो। मैले त्यति बेलामा राम एकाउन्ट डेबिट टु क्याश एकाउन्ट भन्न सकिनँ। किन भन्दा हाम्रो पढाइ त के हो त भन्दाखेरि पढ्ने, एक्जाम दिनको लागि पढ्ने हो, एक्जाम सकिएपछि बिर्सिने हो, बराबर हुने हो, हैन? एक्जामको लागि पढायो, हैन? म बीकम पास भएर गएको मान्छे, बीकम पास भएको मान्छे जसले एकाउन्टमा 65 नम्बर ल्याएको थियो। तर मैले रामले मलाई 1000 रुपैयाँ दियो भने के इन्ट्री हुन्छ किन बुझिन त भन्दा
एक्जाममा कहिले त्यस्तो सोधिन्थेन। एक्जाममा सोध्ने भनेको चाहिँ राम स्टार्टेड बिजनेस विथ क्यापिटल अफ 1 लाख भन्यो भने अनि क्यास एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट देखायो अर्को होइन भने त्यही पढेको त्यही सुनेको त्यही गरेको एक्जाममा पनि कहिले पनि तिमीले दियो भने के गर्छ भनेन। त्यसकारणले हामीले त्यसरी पढ्यौँ। चार्टर्ड एकाउन्टेन्सी पढ्न सुरु गरिसकेपछि सुरुको दिनहरूमा इङ्ग्लिस एकदम कमजोर, केही नबुझिने हुँदा मेरो त्यो स्टडी मटेरियल भन्थ्यो भाइ बहिनीहरू, मैले स्टडी मटेरियलमा उता अक्सफोर्डको डिक्सनरी राखेर हरेकको माथि मिनिङ स्पेलिङ त्यो मिनिङ लेख्दै लेख्दै पुरा केरकार पारेर बल्ल तल्ल पढेँ। त्यो पढिसकेपछि पहिलोचोटि जाँच दिएँ। पहिलोचोटि जाँच दिँदा म लगभग सबै विषयहरूमा मजाले फेल भयो, एउटा विषयमा पास भएँ र दुःख लागेन किन भन्दा बिकम पढ्ने बेलासम्मको बेस र सिए पढ्दाखेरिको ग्याप धेरै ठुलो थियो। म फेल हुनु मलाई अचम्म लागेन। आई डिजर्भ टु बी फेल्ड भनेर जाँच दिएको, ट्राई गर्छु भनेको फेल भयो। सेकेन्ड टाइम मैले जब जाँच दिएँ, सेकेन्ड टाइममा मेरो प्रिपरेसन गजब राम्रो थियो। यस्तो राम्रो थियो कि म एक्जाममा दिन जाँदाखेरि ल कहाँबाट सोध्छस् त प्रश्न भन्ने गरिकन कोसिसको तयारी गरेर गएको थिएँ। तर म जाँच दिन गएँ, जाँच दिएँ पनि फर्केर आएँ। म पास हुन्छु भनेर सोचेको पनि थिएँ। तर म सिएमा हरेक सब्जेक्टमा 40 भन्दा बढी ल्याउनुपर्छ अनि एग्रिगेटमा 50% हुनुपर्छ। मैले सबै विषयमा 40 त क्रस गरेँ, तर मेरो एग्रिगेटमा 50% पुग्नलाई 5 नम्बर कम भयो। म फेरि फेल भएँ। त्यसपछि एकचोटि त फ्रस्ट्रेसन भयो, त साँच्चीकै नसकिने रहेछ क्या हो। अनि बुवालाई फोन गरेँ, बुवाले पनि भन्नुभयो कि बाबु त पढ्न पनि सक्दैनस् भनेपछि गाउँमा त लाज हुन्छ, फेरि सिए पढ्न गएको छ छोरो फर्क्यो भन्छन्, बरु त्यही भाँडासाँडा माझेर बस्नु आइज भन्ने। सो आई लेफ्ट विथ नो चोइस। त्यसपछि फेरि चल भाइ पढ भनेर फटाफट सुरु गरेर मैले के गल्ती गर्थेँ त भन्ने कुरा तपाईँहरूलाई भन्छु। म पहिला के गर्थेँ त भन्दा थ्योरीको चिजहरूमा सर्र पढेर यो त आयो जस्तो सोच्थेँ। प्र्याक्टिकल प्रब्लम पनि माथि प्रब्लम पऱ्यो, सोल्युसन यो भन्यो, अनि सोल्युसनलाई मैले चाहिँ सोल्युसन त्यहीँ हेर्थेँ, प्र्याक्टिस गर्थिनँ। त्यसपछि मैले बाँकी 6 महिना मैले थ्योरिटिकल कुनै पनि सब्जेक्ट छ भने त्यसलाई मजाले मैले चाहिँ के गरेँ त भन्दाखेरि त्यसलाई मैले रिटन फर्ममा चाहिँ मैले एन्सर दिन सुरु गरेँ। अनि प्र्याक्टिकल जुन प्रब्लमहरू छ त्यो प्र्याक्टिकल प्रब्लमहरूलाई पनि सल्भ गर्न कोसिस गरिसकेपछि भाइ बहिनीहरू म थर्ड टाइम जब एक्जाममा एपियर भइसकेपछि म मजाले पास भएँ। मैले पहिलोचोटि पास गरेँ। त्यसपछि म कुनै पनि बेलामा फेल भएन, तर फाइनलको सेकेन्ड ग्रुपमा म फेल भएँ। एग्रिगेटले 50% पुगेको थियो तर फेल भएँ। अनि फेल भएँ तर मलाई फेल हुन्छु जस्तो लागेकै थिएन। मलाई बेलामा म फेल हुनु पर्दैन जस्तो लाग्थ्यो। मैले रिटोटलिङमा दिएँ र रिटोटलिङमा दिने बेलामा मेरो हरेक प्रश्नको एन्सर यो थियो, हाउ क्यान आई फेल भनेर मैले इन्स्टिट्युटमा पनि लेखेको थिएँ। गएँ, रिटोटलिङमा आयो। रिटोटलिङमा म हेरेँ, जहाँ 29 नम्बर दिएको थियो 52 नम्बर लेख्यो, पास भएँ। आई क्लियर्ड माई चार्टर्ड एकाउन्टेन्सी। अनि 4 वर्षमा मैले सीए पढेर फर्किँदाखेरि जुन साथीहरू पहिले मलाई जिस्काउँथे, अरे यार नेपाल से आया है सीए कैसे करेगा भन्थे, त्यही साथीहरू पछि नेपाल की पढ़ाई माननी पड़ेगी यार, बंदा 58% लाया था बीकॉम में, लेकिन एक बार जब पास हुआ तो फेल होने का नाम ही नहीं लिया, 4 वर्ष निकल गया भने हैन। अब जिस्काउनु र म तपाईहरुलाई भन्छु जब मान्छेले जिस्काउँछ त्यति बेला मैले पक्कलाई देखाउँछु भनेर बढी पढ्थे। म मोटिभेट हुन्थे, म फ्रस्ट्रेट कहिले पनि भइन। नेपाल आयो, नेपाल आएपछि जबको कुरा यताउता तपाईहरुलाई म पछि करियरको लागि पनि भन्छु। अहिले धेरै मान्छेले भन्छ ज्याक नभयो भने हुँदैन, भनसुन नगर्ने ठाउँ भयो भने हुँदैन, जागिर पनि गाह्रो छ, यो पनि गाह्रो छ भनेर चाहिँ धेरै फ्रस्ट्रेसनको कुरा गर्छन्। म दैलेखबाट आएको मान्छे, म यस्तो जिल्लासँग बिलोङ गर्छु जहाँबाट पञ्चायतकालदेखि अहिलेसम्म चुनाव जितेर एकजना मान्छे मन्त्री भएको छैन, संघीय मन्त्री अहिलेसम्म। सचिव पहिलोचोटि एकजना मान्छे हुनुभयो। म मेरो फोटोकपी हातमा एटेस्ट गराउनको लागि ओरिजिनल सर्टिफिकेट लिएर राष्ट्र ब्याङ्कमा जागिर खान गएको मान्छे। मैले तयारी राम्रोसँग गरेँ, मैले राष्ट्र ब्याङ्कमा 1 नम्बरमा नाम निकालेँ। राष्ट्र ब्याङ्कमा काम गर्दै थिएँ। मलाई लाग्यो म चार्टर्ड एकाउन्टेन्सी पढिरहेको मान्छे, अलि यो सरकारी पारा बिस्तारै काम गरे पनि हुने, त्यो उकुस मुकुस भइराख्यो। अनि प्राइभेट सेक्टरको चाहिँ अलिकति बेनिफिट, अलिकति फ्यासिलिटी हुन्छ, ब्याङ्करहरू बढी तलब खान्छ भनेर गाली पनि खान्छ, त्यो चिजले मलाई लोभ्यायो। मैले फटाफट राजीनामा दिएँ, म प्राइभेट सेक्टरमा आएँ। गजबसँग काम गरेँ। त्यति बेलामा पनि मलाई प्राइभेट सेक्टरमा जाँदा सोध्नु भएको थियो, राष्ट्र ब्याङ्क जस्तो हाकिम भएर हुँदैन, प्राइभेट सेक्टरमा त काम देखिन्छ, गर्न सक्नुहुन्छ भन्नुभयो। म सबै चिज गर्न सक्छु, मलाई एकचोटि टेस्ट गर्ने मौका दिनुहोस्, पछाडि फर्किन्न भनेर काम गर्न थालेको गरियो। ज्योति विकास ब्याङ्कमा सिओ भएर पनि काम गरेँ। कोभिडको बेलामा मैले यो सिओ काम गर्दै गर्दा मैले छोडेको मान्छे, कोभिडको बेलामा नोबेल ब्याङ्कमा डिजिएममा जोइन गरेको। 1 वर्षमा जनरल म्यानेजरमा प्रमोसन भएँ, अर्को वर्ष डेपुटी सिओको रूपमा प्रमोसन भएँ र म 2 वर्षदेखि डेपुटी सिओको रूपमा नोबेल ब्याङ्कमा काम गर्दैछु।
मैले तपाईहरुसँग यति कुरा गर्नुको मतलब चाहिँ के हो त भन्दा अहिले तपाईहरुलाई बिगार्न धेरै चीजहरु छन् भाइ बहिनीहरु। हाम्रो पालामा धन्न यो चीज कहाँ मैले त्यही राखेर आएका रे मोबाइल भन्ने डिभाइस थिएन, धन्न बचियो। तपाईहरुको लगभग 4-5 घण्टा अहिले मोबाइलले खाइदिन्छ। बाबुआमाले किन मोबाइल चलाएको भनेपछि भर्खर त चलाएको भनेर झोक चल्छ। टिचरले त मोबाइल किन बोकेको भनेपछि रिस उठ्छ। हेर्नुस् 2-4 वटा कुरा मात्रै भनेर म जान्छु, ध्यान दिनु होला। यो आर्टिफिशियल इन्टेलिजेन्स सहितको मोबाइलले तपाईलाई बर्बाद पार्न पनि सक्छ, तपाईलाई बनाउन पनि सक्छ। 3टा तपाईले जस्तो भिडियोहरु हेर्नुहुन्छ, 4थो भिडियो अब तपाईले सर्च गर्नु पर्दैन, अटोमेटिकली तपाईले हेर्नु पर्ने गरिकन आउँछ। त्यसकारणले तपाई कस्तो प्रकारको समाचार हेर्नुहुन्छ, कस्तो प्रकारको भिडियो हेर्नुहुन्छ, तपाईको बिस्तारै बिस्तारै माइन्डसेट त्यस्तो हुन्छ। नेपाल अहिले म यति भाइ बहिनी कलिलो दिमाग भएको भाइ बहिनीहरुमा नकारात्मक कुरा गर्न चाहन्न, तर अहिले कसैलाई भुत्ल्याएर यही भिडियो हाल्दिउ दिनभरिमा 2 मिलियन भ्युज हुन्छ, राम्रो कुरा गरेको 5000 भ्युज पनि हुँदैन। किन भन्दा हाम्रो सोसाइटी नेगेटिभ चीजहरुमा बढी एट्र्याक्टेड भइसकेको छ। वरिपरि नेगेटिभिटीको बीचमा यो कलिलो दिमागहरु त्यो नेगेटिभ नभइदियोस् भन्ने मेरो इच्छा छ। त्यसकारणले तपाईहरुले अब अलिकति उमेर हुर्किसक्नु भएको छ। हामी पनि भन्छौं 16 वर्ष नआएको छोराछोरी भनेको अब बाबुआमा बराबर हुन्छ। किन भन्दा बाबुआमाको खुट्टामा लाग्ने जुत्ता चप्पल त्यो छोराछोरीको खुट्टामा लाग्न थाल्यो भने साथी जस्तो व्यवहार गर्नुपर्छ भन्छन्। अब तपाईहरु साथी जस्तो भइसक्यो। अब तपाईहरुलाई पटक पटक किचकिच गर्न नपरोस्, तपाईहरुलाई भन्न नपरोस्, तपाईहरुलाई सम्झाउन नपरोस्। अब के गर्नु होला भन्दा तपाईको रुचि कुन चीजमा छ, तपाई केमा इन्ट्रेस्टेड हुनुहुन्छ, जिन्दगीमा के बन्न चाहनुहुन्छ, तपाईको फाइनान्शियल गोल के हो, तपाईको रिकग्निसनको गोल के हो, तपाईको स्ट्रेन्थ केमा छ, तपाईमा के स्किलहरु राम्रो छन् भनेर एउटा सानो चार्टमा बिस्तारै बिस्तारै नोट डाउन गर्नु होला। तपाईले बुझ्न सक्नु भएन भने प्यारेन्ट्ससँग सोध्नु होला, उहाँले गाइड गरिदिनुहुन्छ। अनि त्यो अनुसारको म जिन्दगीमा के बन्ने हो भन्ने कुरा माइन्डसेट गर्नु होला। सरकारी जागिर खाँदा हुन्छ, प्राइभेटमा खाँदा हुन्छ, आफ्नो एन्टरप्रेन्योरशिप गरेर व्यापारी व्यवसायी भए पनि हुन्छ, अर्थात् राजनीति गरे पनि हुन्छ। तर जे गर्ने हो त्यहाँ गजब गर्ने हो, जे गर्ने हो गजब गर्ने हो, उदाहरण बन्ने हो। र यो गर्नको लागि अबको 4-6 वर्ष कमसेकम पनि भाइ बहिनीहरुले जति बढी मेहनत गर्नुहुन्छ, गाउँघरतिर असार र साउनको महिनामा जो किसानले गजबसँग मेहनत गर्छ, मक्सीको महिनामा ठूलो भकारीमा धान ल्याएर आउँछ, असार र साउनको महिनामा डाँडामा बसेर तास खेल्ने जुन चाहिँ किसान हुन्छ, जो घर परिवार हुन्छ, त्यसको चाहिँ भोको र भकारी रित्तो हुन्छ। त्यसकारणले यो 4-6 वर्ष तपाईहरु गजबसँग भकारी भर्ने हो, नलेजको भकारी, स्किलको भकारी, त्यसपछि गएर तपाईको एटिट्युडको भकारी, पोजिटिभ माइन्डसेटको भकारी भर्नु होला। कुनै चीजमा पनि समस्या छैन। धेरै नकारात्मक कुरा गर्यो भने माइन्डसेट पनि नकारात्मक हुन्छ। त्यसकारणले 100 वटा कारण मध्ये 90 वटा कारण नकारात्मक छन् भने पनि 10 वटा सकारात्मक कारण छन् भने त्यो सकारात्मक कारणतिर फोकस गर्नु होला। तपाईको माइन्डसेट सकारात्मकतातिर फोकस हुन्छ। त्यो अर्जुन दृष्टि भन्ने कुरा तपाईले कथा पढ्नु भएको छ कि छैन? एकचोटी ल तीर हान्नमा को रहेछ भनेर चाहिँ जब भयंकर धुरन्धर तीरबाजहरुलाई ल्याएर चाहिँ एउटा सानो चरालाई खसाल्नु पर्ने थियो रुखमा, सब धुरन्धर तीरबाजहरु आइसकेपछि सोध्यो के देख्यो भन्दा कसैले भन्छ रुख देखेँ, पहाड देखेँ, कत्रो ठुलो रुख छ, हाँगा छ, त्यहाँ हाँगामा चरो पनि छ भन्छ। अर्कोले भन्छ त्यो भन्दा पछाडिको पहाड, खोला, नदी, सब खेत खलियान, यत्रो मान्छे, अनि त्यो हान्नु पर्ने चाहिँ त्यो चराको लाई खसाल्नु पर्ने छ भन्छ। जब अर्जुनको पालो आयो, अर्जुनले के देख्यो भन्दाखेरि मैले अहिले केही पनि देखेको छैन, त्यो रुखको हाँगा पनि देखेको छैन, हाँगामा बसेको चरा पनि देखेको छैन, मैले चराको आँखा देखेको छु भन्नुभयो। जब चराको आँखा बाहेक अरू देख्दैन भने तीर हान्दा त त्यहाँ बाहेक अन्त लाग्दैन, उहाँले चाहिँ टक्क चरा खसाल्नुभयो। त्यसै तपाईहरुले पनि अब देख्ने के हो त भन्दा आफ्नो एकदम इम्प्रुभ भर्जन, यहाँ अरू केही गर्नु पर्दैन। अघि अमितजीले भने जानुभयो नि, आफ्नो एकदमै गजबको भर्जन चाहिँ म आजको 10 वर्षपछि कसरी हुन्छु, आजको 20 वर्षपछि कसरी हुन्छु, केमा मैले गजब गर्छु भन्ने कुरा पत्ता लगाएर सरासर बाटोमा लाग्ने हो। कुनै चीजले तपाईलाई तोडमोड गर्नुहुन्न र 10 वर्ष 20 वर्षपछि तपाईहरुलाई हामीले यस्तै मञ्चमा हामीभन्दा बडा ह्याप्पी माइन्डको साथमा कुरा गरेको सुन्न पाऊँ। हाम्रो पालामा त्यति दुःख गरेर म 1.5 दिन पैदल हिँडेर झोला बोकेर सुर्खेत आएर गाडी चढेको मान्छे जसको कुनै भनसुन गर्ने ठाउँ छैन, आजको एजमा म यहाँ पुगेको छु भने तपाईहरुको प्रगति त म भन्दा 5 गुणा बढी 3 गुणा बढी छिटो हुनुपर्छ भाइ बहिनीहरु। यति शुभकामना सन्देश दिन्छु। आफूलाई एकदम पोजिटिभ राख्नु होला, एन्टरप्राइजिङ राख्नु होला, टाइम म्यानेजमेन्टमा ध्यान दिनु होला, स्किल्सहरु डेभलप गर्दै जानु होला। अब आजको जमानामा पढेर मात्र हुनेवाला छैन,
नलेजको साथमा तपाईको एटिट्युड र स्किल्सलाई तपाईले राम्रो डेभलप गरेर जानुभयो भने अपर्च्युनिटी जति पनि छ नेगेटिभ कुरा गर्ने मान्छेहरूको कुरा छोडिदिनु होला। भयंकर सम्भावना छ। जुन गर्ने मान्छे हुन्छ त्यसले चुनौतीमा सम्भावना देख्छ, नालायकहरूले मात्रै अपर्च्युनिटिजमा पनि चुनौती देख्छ। त्यसकारणले तपाईहरुले सम्भावना देख्नु, सम्भावना छ